यो सरकारका मान्छेहरू भनेको ढाँचोडी चोर यस्तै फटा मान्छेहरू परिचालित गरेर राखेको छ। यो आन्ध्रा छिन्डिनेहरू किन गराउँछ यो यारी, म त छक्क पर्छु। यस ओहो सकिन्न क्या तेरो देश। तेरा बाउ केपी शर्मा ओली प्रचण्ड शेरले पनि होइन कुन सा राम्रो काम गरेको हो र त होइन। अब त्योभन्दा राम्रो काम गर्ला नगर्ला यो आएको नयाँ सरकारले होइन, त्यो त हेर्नु नै बाँकी छ नि त। अब तेरो बाउ केपी शर्मा ओली प्रचण्ड शेरले पनि त 35-35 वर्षसम्म राजै गरेको हो त होइन र, हो नि त, सबैलाई थाहा छ होइन। त्यसकारण होइन यति चाँडै विरोध आलोचना गर्नुभन्दा होइन खर्लपै बेचिन्न के यार, मर्दैनौ के तिमीहरू नेपाली हो, हामी पनि नेपाली हो के। त्यसकारणले होइन यति साह्रो दुःखमय गर्नु पर्दैन के यो नयाँ सरकारसँग। अरे 5 वर्ष ढुक्क चुप्प लगाएर बस के, किन हल्ला गरिरहेको, काम गर्नु दिएन सरकारमा भएको व्यक्तिलाई। ओहो आयो उसैले दुनियाँ सर्वस्व सक्ला जस्तो यार। ए उसको हातमा सत्ता पुग्यो भने त भ्यान्चो त होइन, रातको रात होइन नेपाल सिङ्गापुर बनाइदेला जस्तो कुरो गर्छ यार। छक्क पर्छु म यो विरोधीहरूको कुरा सुन्छु र भने। भात खाएर बोल्छ कि गुखाएर बोल्छ कुन्नी।